फाल्गुन 14 गते मृत्यु योग परेको छ। त्यो दिन अधिकांश शुभ मुहुर्तहरू जुरेकाले मृत्यु योगमा शुभ कार्य गर्न हुँदैन भनेर सामाजिक सञ्जालमा भ्रम फैलाएका भिडियोहरू मैले प्राप्त गरेको थिएँ। फागुन 14 गते अधिकांश शुभ मुहुर्तहरू विवाह मुहुर्त, व्रतबन्ध मुहुर्त, अन्नप्राशन मुहुर्त, गृहारम्भ जग राख्ने मुहुर्त, गृह प्रवेश घर सर्ने मुहुर्त, दोकान खोल्ने शुभ मुहुर्त, अग्नि जुरेको दिन परेकाले त्यो दिन मृत्यु योगको कुनै प्रकारको दोष नलाग्ने भएकाले कुनै शुभ कार्य आयोजना गरिरहनु भएको छ भने शुभ लगन पारेर शुभ कार्य गर्न मिल्छ। मृत्यु योगको कुनै प्रकारको दोष लाग्ने छैन। कृपया जनचेतनाको लागि भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। हरेक साता, सोमबार, बुधबार, शुक्रबार र शनिबार यस्तै ज्ञानगुण बाणी सुन्न, हेर्न र सिक्न चाहनुहुन्छ भने हाम्रो आइडीलाई फलो गर्नुहोला। कुनै जिज्ञासा र प्रतिक्रिया छन् भने कमेन्ट बक्समा राख्नुहोला र भिडियोलाई धेरै सेयर गर्नुहोला। जय माता कालिका।